होइन यो समाचारतिर मैले के सुन्दैछु के देख्दैछु भोलि अमेरिकाको उप कमान्डिङ जनरल चाहिँ भोवेल आउँदैछ अरे। अनि उतातिर इरान र अमेरिकाको युद्ध भइरहेछ। अनि जर्नल चाहिँ हाम्रो नेपालमा आउनु लाग्छ। अनि यो कुरा इरानलाई थाहा भयो भने अब अमेरिकनको सेनाहरू चाहिँ हाम्रो नेपालमा पनि छिरेछ भन्यो भने इरानले हाम्रो नेपालमा ड्रोन हान्दैन होला त गाइज। अलि सतर्क भएर बसौँ है। फेरि प्रुफ बिना किन बोलेको भन्ने होला होइन। मैले यहाँ फोटो सुत्दा राखिदिएको छु। अनि नत्र भए न्युजतिर पनि यसो अपडेटहरू चेक गर्दा हुन्छ ल गाइस। ल जय नेपाल जय माटो जय हर्का। राम्रो भन्नुभयो, राम्रो सुझाव दिनुभयो बहिनी तपाईँले। अनि हामीले भनेर भएन कि अब हर्का साम्बाङलाई हाल्नुपर्छ भोट भनेर हामीले भनेर हुन्न। राम्रो मान्छेलाई कसैले पनि चिन्दैन बहिनी होइन। तपाईँले भनेको भिडियो देखाउनु भयो, तपाईँले राम्रो देखाउनु भयो, मलाई मन पऱ्यो धेरै असाध्यै। अनि नेपाली जनताहरूले यही त चाहेको त, अरू के चाहेको त। अब जो आए पनि छोडिदिनुहोस्, हाम्रो नेपाल पनि अमेरिकै बन्छ होला नि त अब त। अब इरान र अमेरिका इजरायल 3 देश लड्दैछन्, युद्ध हुन लाग्छन्। अब भोलिको दिन हाम्रो नेपाललाई पनि इरानले हाम्रो नेपाललाई हान्नलाई कुनै बेर लाग्दैन नि त। अब इरान मुसलमान देश भएर अब कतार मुसलमान देश हो, कतारमा त छोडेन भने हाम्रो नेपाललाई कहाँ छोड्छ त फेरि। यो कुरालाई ध्यान राख्नुहोस् है।